स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका अस्पतालहरूमा उपलब्ध निशुल्क शैय्या, ती शैय्यामा उपचाररत बिरामीको विवरण र खाली रहेका शैय्याको अवस्थालाई रियल टाइममा हेर्न मिल्ने गरी फ्री हेल्थ पोर्टल सञ्चालनमा ल्याएको छ। यो प्रणालीको मुख्य उद्देश्य संविधान र कानुनले सुनिश्चित गरेको निशुल्क स्वास्थ्य सेवाको प्रभावकारी कार्यान्वयन गर्नु हो। विशेष गरी विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि अस्पतालहरूले छुट्याउनु पर्ने 10% निशुल्क शैय्या सम्बन्धी विवरण अब अनलाइन प्रणाली मार्फत सार्वजनिक र अद्यावधिक हुने व्यवस्था गरिएको छ। नेपालको संविधानको धारा 35ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको छ। साथै कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गर्न नपाइने र स्वास्थ्य सेवामा सबैको समान पहुँच हुनुपर्ने व्यवस्था पनि संविधानले स्पष्ट रूपमा गरेको छ। यही संवैधानिक व्यवस्थालाई व्यवहारमा लागू गर्न तथा अस्पतालमा उपलब्ध सेवाको पारदर्शिता बढाउन मन्त्रालयले फ्री हेल्थ पोर्टललाई अगाडि सारेको हो। अब अस्पतालहरूका लागि यो पोर्टल केवल सूचना अद्यावधिक गर्ने माध्यम मात्र होइन, बरु जिम्मेवारी, पारदर्शिता र सेवाको पहुँच सुनिश्चित गर्ने एउटा अनिवार्य डिजिटल प्रणाली बनेको छ। अस्पतालले कति निशुल्क शैय्या छुट्याएको छ, ती शैय्या हाल प्रयोगमा छन् कि खाली छन्, कुन बिरामीले उपचार पाइरहेका छन्, कुन विभागमा कति शैय्या प्रयोग भइरहेका छन् भन्ने सबै विवरण अब एउटै प्रणालीबाट हेर्न र व्यवस्थापन गर्न सकिन्छ। यसले सरकारी अनुगमनलाई सहज बनाउनुका साथै बिरामी र सर्वसाधारणका लागि पनि अस्पताल सेवा बुझ्न र पहुँच पाउन सजिलो बनाउँछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत सञ्चालनमा आएको यो प्रणालीमा अस्पतालहरूले HMIS हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम मार्फत प्रवेश गर्नुपर्ने हुन्छ। अस्पतालका कर्मचारी वा फोकल पर्सनले hmis.gov.np/hmis मा गएर आफ्नो DHIS2 क्रेडेन्सियल प्रयोग गरी लगइन गर्नुपर्छ। लगइन गरेपछि अस्पताल सम्बन्धी आधारभूत जानकारीदेखि लिएर निशुल्क शैय्या सम्बन्धी विस्तृत विवरणसम्म अद्यावधिक गर्न सकिन्छ। यो पोर्टल विशेष गरी अस्पतालहरूले तोकिएको 10% निशुल्क शैय्या व्यवस्थालाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन प्रयोग गर्नुपर्ने प्रणाली हो। त्यसैले अस्पताल प्रशासन, सूचना प्रविष्टि गर्ने कर्मचारी र सम्बन्धित जिम्मेवार व्यक्तिहरूले यो प्रक्रियालाई नियमित रूपमा पालना गर्नु आवश्यक छ। यसमा एकपल्ट इन्फो भरेपछि सधैँभरिको लागि फ्री हेल्थ पोर्टलमा देखाइरहन्छ, तर फोकल पर्सन परिवर्तन भएको खण्डमा तपाईले त्यहाँनिर गएर पुनः इन्फर्मेसन चेन्ज गर्नुपर्ने हुन्छ। यसले गर्दाखेरि अब निशुल्क बेडको इन्फर्मेसन पटक पटक प्रविष्टि गर्नु पर्दैन र एकपल्ट हालिएको इन्फर्मेसन फ्री हेल्थ पोर्टलमा सधैँभरिको लागि देखाइरहन्छ। फ्री हेल्थ पोर्टलमा अस्पतालहरूले अपडेट गर्नुपर्ने विवरण। पोर्टलमा अस्पतालहरूले दुईवटा मुख्य क्षेत्र अन्तर्गत विवरण प्रविष्टि गर्नुपर्ने हुन्छ। पहिलो भनेको हस्पिटल इन्फर्मेसन। यस भागमा अस्पतालको आधारभूत विवरण अद्यावधिक गर्नुपर्छ। यसमा समावेश हुने विवरणहरू अस्पतालको प्रकार, स्वीकृत शैय्या क्षमता, निशुल्क शैय्याको सङ्ख्या, जिम्मेवार व्यक्तिको नाम, जिम्मेवार व्यक्तिको फोन नम्बर र अन्य सम्पर्क विवरण। त्यसैगरी दोस्रो अपडेट गर्नुपर्ने विवरण भनेको फ्री हेल्थ सर्भिस स्ट्याटस हो। यस भागमा निशुल्क सेवामा रहेका बिरामीहरूको विवरण प्रविष्टि गर्नुपर्छ। यसमा समावेश हुने विवरणहरू बिरामीको पहिचान सम्बन्धी विवरण, बिरामीको नाम, लिङ्ग, फोन नम्बर, आपतकालीन सम्पर्क नम्बर, भर्ना भएको मिति, शैय्या नम्बर, विभाग, रोगको निदान, सिफारिस पत्रको स्क्यान गरिएको प्रति, यस्ता खालका इन्फर्मेसनहरू रहेका हुन्छन्। विशेष रूपमा स्थानीय तह वा वडा कार्यालयबाट आएको सिफारिस पत्रको स्क्यान गरिएको प्रति अनिवार्य रूपमा अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ। यसले निशुल्क सेवा सही व्यक्तिसम्म पुगेको छ कि छैन भन्ने कुरामा जवाबदेहिता कायम गर्न मद्दत गर्छ। अस्पतालहरूले फ्री हेल्थ पोर्टल कसरी पहुँच गर्ने? यसका लागि सबैभन्दा सुरुवातमा हामी HMIS पोर्टल खोल्नुपर्छ। यसका लागि तपाईले सबैभन्दा पहिले अस्पतालका जिम्मेवार कर्मचारीले वेब ब्राउजर खोलेर hmis.gov.np/hmis मा जानुपर्छ। त्यसपछि अस्पताललाई प्रदान गरिएको DHIS2 युजरनेम र पासवर्ड प्रयोग गरेर प्रणालीमा लगइन गर्नुपर्छ। यदि लगइन विवरण हराएको, पुरानो भएको वा काम नगरेको अवस्थामा सम्बन्धित HMIS प्रशासन वा मन्त्रालयको प्राविधिक सहयोग लिनुपर्छ।
लगइन पछि ड्यासबोर्डमा देखिने मेन्युबाट हस्पिटल इन्फर्मेसन सेक्सनमा जानुहोस्। यहाँ अस्पताल सम्बन्धी सबै आधारभूत जानकारी अद्यावधिक गर्न सकिन्छ। यस सेक्सनमा निम्न विवरणहरू ध्यानपूर्वक भर्नुपर्छ। सबैभन्दा सुरुवातमा अस्पतालको नाम र प्रकार, त्यसैगरी स्वीकृत शय्या क्षमता, उपलब्ध कुल शय्या, निशुल्क शय्या सङ्ख्या, सम्बन्धित विभाग वा युनिटको विवरण, जिम्मेवार अधिकारीको नाम, जिम्मेवार अधिकारीको मोबाइल नम्बर, इमेल वा अन्य सम्पर्क विवरण। अस्पतालमा कति शय्या निशुल्क सेवाका लागि छुट्याइएको छ भन्ने कुरा स्पष्ट रूपमा प्रविष्टि गर्नुपर्छ। यदि शय्या सङ्ख्या परिवर्तन भएको छ भने तत्काल अद्यावधिक गर्नुपर्छ ताकि प्रणालीमा सधैँ वास्तविक अवस्था देखियोस्। अब ड्यासबोर्डबाट फ्री हेल्थ सर्भिस स्ट्याटस सेक्सन खोल्नुहोस्। यो भागमा निशुल्क शय्यामा भर्ना भएका बिरामीहरूको विवरण राखिन्छ। यहाँ निम्न विवरणहरू अनिवार्य रूपमा भर्नुपर्छ, जस्तो बिरामीको पुरा नाम, पहिचान विवरण, लिङ्ग, फोन नम्बर, आपतकालीन सम्पर्क नम्बर, भर्ना भएको मिति, शय्या नम्बर, उपचार भइरहेको विभाग र रोगको निदान। निशुल्क स्वास्थ्य सेवाका लागि सिफारिस गरिएको बिरामीको हकमा स्थानीय तह वा वडा कार्यालयको सिफारिस पत्रको स्क्यान गरिएको प्रति अपलोड गर्नुपर्छ। यो कागजात बिना विवरण अपूर्ण मानिन सक्छ, त्यसैले स्पष्ट र पढ्न मिल्ने स्क्यान अपलोड गर्नु आवश्यक छ। सबै विवरण भरेपछि सेभ अथवा अपडेट गरेर सुरक्षित गर्नुहोस्। त्यसपछि प्रविष्टि गरिएको जानकारी फेरि एकपटक जाँच गर्नुपर्छ ताकि कुनै त्रुटि, छुटेको विवरण वा गलत एन्ट्री नरहोस्। निशुल्क शय्याको अवस्था स्थिर हुँदैन। बिरामी भर्ना हुने, डिस्चार्ज हुने वा शय्या खाली हुने प्रक्रिया निरन्तर चलिरहन्छ। त्यसैले अस्पतालले दैनिक वा आवश्यकता अनुसार पोर्टलमा विवरण नियमित रूपमा अपडेट गर्नुपर्छ ताकि रियल टाइम जानकारी सधैँ रहिरहोस्। डिस्चार्ज भइसकेको बिरामीको लागि डिस्चार्ज भन्ने अप्सनमा गएर ओके क्लिक गर्नुपर्छ, जसले गर्दाखेरि कोही बिरामी चाहिँ डिस्चार्ज भएर गइसकेपछि शय्या पुनः पनि खाली भएको छ भन्ने जानकारी अपडेट हुने गर्दछ र यसरी चाहिँ तपाईको शय्या सङ्ख्या कति रहेको छ, अहिले प्रयोग गर्न मिल्ने शय्या कति रहेका छन् भन्ने कुरा जानकारी पाउन सकिन्छ।